यता कतै सुन्नमा आएको छ शरम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी एकै हुने भने मतलब हर्क सान्तोना र कुलमान घिसिङ एक हुने रे स्थानीय चुनावमा भन्ने सुनेको छ होइन। अब जाना जानी भिरबाट हामफाल्ने गाईलाई राम भन्न सकिन्छ, अँगालो हाल्न त सकिँदैन भन्छन्। हो त्यस्तै हुन्छ कुलमान घिसिङलाई। अब त्यो गुसँग मिलेपछि गोबर पनि गु जस्तै देखिन्छ भने जस्तै भइहाल्छ होइन। गु र गोबर छुट्याउन नसकेला पछि याद गर्नु होला, कहाँ कालो कुकुरको गु कहाँ गाईको गोबर भने जस्तो हुन्छ होइन। त्यो भएर त्यो गुसँग कुलमान घिसिङ भने गाईको गोबर जस्तो मान्छे हो, अब हर्क सान्त भने कालो कुकुरको गु जस्तो मान्छे हो। त्यो भएर सकेसम्म नमिल्नु होला भन्ने मेरो अनुरोध।